यहाँको घरहरू प्रत्येक घर चाहिँ वरिपरि बिचमा पार्क गाडी राख्ने नानी खेल्ने ठाउँ होइन यो बिचमा फेरि यहाँ पार्क भन्ने बिचमा यहाँ ढुङ्गा फोरेर बनाएको यो ढुङ्गा होइन ठुलो ढुङ्गा सबै ढुङ्गा फोरेर बनाएको यहाँ गाडीको पार्क यता बजार भयो त्यो बिचमा वरिपरि घर फेरि बिचमा पार्क गाडी यस्तो बनाएको छ सिटले ढुङ्गाको ढुङ्गा छ हेर्नु यो चिप्लेर है तपाईँहरू हेर्दै जानु होला स्विडेन त्यो ढुङ्गालाई काटेर युज गरेको छ क्या यसरी हेर्नु ढुङ्गा काटेर सुभाषले बताउँदैछ यो सबै ढुङ्गा काटेर तपाईँहरू स्विडेन बसिरहनु तपाईँहरूलाई स्विडेनको विभिन्न ठाउँहरूमा देखाउँदै जानेछु यहाँ बजार घरहरू यस्तो हुन्छ बजार चाहिँ सानो सानो हुँदो रहेछ होइन सिट परेर हेर्नु साथीभाइ हो यहाँको बजारमा यस्तो हुन्छ खानेकुराहरू त पैसा मिलाएर राखेको छ यस्तो हुन्छ तपाईँलाई मार्केट देखाउँदैछु त्यो पनि थियो जस्तो लाग्यो प्लास्टिक जस्तो हुन्छ सामान प्याजहरू पोका हुन्छ 9 रुपियाँ 90 पैसा सबै 9 रुपियाँ उयो लागेर डिस्काउन्ट भएर होइन 12 कति पर्छ काँक्रा यस्तो खालको काँक्रा नेपालमा छैन व्यावसायिक ठुलो यस्तो छ है स्विडेनको बजार ठुलो हुन्छ सब्जी सब्जी टमाटर कटो फलेको फुलकोपी यो चाहिँ सलाद बनाएर खानु त राम्रो छ है जुस बनाएर खानु सुप बनाएर खानु त राम्रो छ टमाटरहरू कस्तो व्यवस्था पनि हालेको छ यो त काँचो खाने होइन हेर्नु यो फुलकोपी हो नि हो यो बन्दाकोपी धनिया कि सेलरी हो सेलरी आलु यस्तो काँचो छ भित्र बाहिर चाहिँ पिसारो बर्बाद छ मसरुम पनि हुन्छ पाल्नु सबै छ फर्सीको मिठाईहरू कोको कोलाहरू केराहरू यहाँ यस्तो कस्तो केरा हिजो मसिनले केरा देखाउनु न भन्दै थियो हेर्नु केरा कसरी केराहरू छ एउटा केराको कति पर्छ केजीको हुन्छ केजीको हेर्नु 24 रुपियाँ क्रोना 90 पैसा 24 र 29 दुई खाले छ यहाँ 24 र 90 29 र 90 देख्नुभयो नि केजीको 30 90 भनेको ल 30 मजाले पाएको छैन छैन छ होला हौ घरमा होस् छैन घरमा छैन लगिरहनु पर्छ केटाहरूले खान्छ अब भोलि छुट्टी पर्सि 2 दिनको लागि लानु पर्यो दिन सपिङ गर्नु 2 दिनको लागि भोलि र पर्सि भोलि र पर्सि त घर बसी त खान्छ त्यही एप्पल पनि लैजाउँ न यहाँ पर्सि यस्तो छ मुस्लिम खानेकुराको व्यवस्था पनि चुराहरू चाहिँ राखिन्छ एप्पल पोका यो पनि 19 रुपियाँ 90 पैसा रहेछ नि यो अमिलोले चाहिँ पेट घटाउँछ अरे भन्थ्यो आदि केटाहरूले मन पराउँदैन खाए जस्तो गर्छ पहेँलो हरियो पहेँलो होइन हरियो है यहाँ हरियो नेपालमा हुँदैन यो स्याउ आदि भएर
यो चाहिँ के हो खरबुजा खरबुजाकै सन्तानहरू है यो कति खाले छ एउटा भयो यो पनि हो यो पनि हो त्यो अर्कै हो यो यो बोक्रा फाल्नु नपर्ने हो यो बोक्रा यो त मेवा हो आयो नि यसकै दाजुभाइ यो चाहिँ बोक्रा फाल्नुपर्छ नि त यसको बोक्रा फाल्नुपर्छ यो चाहिँ हाम्रो केटाहरूले दर खान्छ यो र यो राम्रो हुन्छ यो दर खान्छ यो चाहिँ अलिक खाएन केटाहरूले यो चाहिँ अलिक कस्तो हुन्छ अर्को छुट्टै गुलियो हुन्छ कि खस हुन्छ उयो चाहिँ अलिक चकिलो गुलियो हुन्छ समरमा खाने हो समरमा खाने हो चाहिँ सुभाषले सामान बोकेको छ म चाहिँ बुवाले त्यति खाँदैन रहेछ खाना भनेको हामी त हो खाना भनेको नानी र एउटै हो नि कतिवटा भइसक्यो भोलि पर्छ यस्तो छ यस्तो मजा छ क्या बुहारीले खान्छ यो चाहिँ यस्तो मात्रै खान्छ यो चाहिँ के आइसक्रिम जस्तै हो आफ्नो आफ्नै ठाउँमा छ यो चाहिँ नानीको डाइपर राख्ने ठाउँ टिस्यु पेपरहरू यो चाहिँ के हो मसलाहरू अचारहरू रहेछ केटाकेटीको नानीको खानेकुरा यसो प्याक अब नानीको यस्तै खानेकुरा यो चाहिँ जुस हो जुस राख्ने ठाउँ मासु यो चाहिँ फ्रिजमा राख्ने कुराहरू 24 रुपियाँ 54 रुपियाँ यहाँको पैसा है यो चाहिँ मासु राख्ने यो चाहिँ दुध दहीबाट बनिने कुराहरू यो चाहिँ डेरीको सबै डेरीको होइन यहाँ यस्तै राखेको दही दुध चाहिँ प्रशस्तै हुन्छ यो सबै संशोधन कि प्रोसेसिङ गरेको होइन एकदम धेरै प्रोसेसिङ फ्याटहरू निकालेको फ्याटहरू निकालेर अरू चिजमा काम लगाउँछ अन्डा यसो राख्नुहुन्छ यस्तो छ बजारहरूमै यसलाई त नाक्निक भन्छ हिब्रू भाषामा त ससेस हुन्छ नेपालीमा यहाँ ससेसहरू सबै फ्रिज नेपालीमा त नामै छैन होला नेपालीमा त नेपालमा त ससेस नै होला नि नेपाल यस्तो त विदेशमा कस्तो बनाउँछ कुन देशमा हो म त सिँगै गाई लाएर यसो यो चाहिँ सबै आलुहरू राखेकोहरू पकाएको चिकनहरू यसो राखेको हुन्छ पिस विदेशमा त यसै खानुपर्ने होइन फ्रिजमा राखेको पकाएर राखेको कुराहरू मात्रै यसरी पकाउने यस्तो हुन्छ यस्तो पकाउने यसरी बनाएर खाने यस्तै बनाएर खानु भनेर राखेको तर पिस त यसरी बनाएर खान्छ घरमा लगेर बनाएर खानु यो चाहिँ सबै हालल चिकन आएछ मासु चाहिँ यस्तो है यस्तो हुन्छ विदेशको मासु छाला चिकन यो चाहिँ अरे यो हाललको हो क्या हेर्नु यस्तो छ हालल भनेको यो अरबीले खाने ठुला खालको मुस्लिमहरूले खाने यो त सुई हाल्ने गरेको देख्छु त म त त्यो देख्ने फरक कुरा हो यो चाहिँ के हो आलु मासुकै आइटम हो
मासुको आइटमहरू यस्तो हुन्छ यस्तो हुन्छ सबै मासुबाट पकाएर राखेको हुन्छ त सबै आधी पकाएर राखेको हामी लगेर पकाएर खानु मन छ सबै मासुको गएन सबैको महँगो महँगो चिजहरू चाहिँ सबै मासु भुटो बनाएर राखेको मासुहरू पकाएर राखेको मासु यो चाहिँ चिप्सहरू हामीले सबै हेरिसक्यौँ बजारहरू यत्रो ठुलो बजार छ अझ छ मान्छे छ ब्रस ल्याएको तर अस्ति पनि उता नै पठाएको यस्तो चाहिँ भिडियो लामो भयो होला 10 मिनटको भयो हेर्नुलाई धेरै नबोल्नु होला ए यस्तो छ आफै पे गर्नुपर्ने यहाँ चाहिँ टमाटर लिएर आउँछ ल